तपाईहरुलाई एउटा कोठा चाहिन्छ पानी आउने भने यहाँनेर एउटा कोठा खाली भएको छ। पानी 24 घण्टा आउँछ, पार्किङ छ, उज्यालो कोठा छ। यो चाहिँ टिकाथली सोफा कारखाना नजिकै हो। टोयलेट बाथरुममा पानी 24 घण्टा आउँछ। पानी बत्ती फोहोरको पैसा लाग्दैन। भाडा चाहिँ 5000 छ है। यहाँनेर चाहिँ पानी यसरी आयो। पानी 24 घण्टा आउँछ। चाहिनेले फोन गर्नु होला। टिकाथली सोफा कारखाना नजिकै हो। यहाँबाट माथि गएर छतमा गएर लुगा सुकाउन नि पाइन्छ। यो घरमा जस्तो मान्छे बस्न नि पाइन्छ। केटा केटी, बुढा बुढी, श्रीमान श्रीमती, छोरा छोरी, बुहारी, ससुरा सासू, हिमाल पहाड, काहीँका मान्छे कोही मान्छे पनि बस्न पाइन्छ। टाइल मार्बल लगाएको घर छ। अनि ग्राउन्ड फ्लोरमा कोठा छ। अनि चाहिने मान्छेले फोन गर्नु होला। यहाँ घरबेटी दिदी तल जान थाल्नु भयो। अनि च्यानललाई सब्स्क्राइब गर्नु होला। यहाँ माथि लुगा सुकाउन जाने ठाउँ पनि छ। म लुगा सुकाउन जाने ठाउँमा पनि लिएर जान्छु। अनि लुगा पनि सुकाउन मिलो। तपाईहरुलाई चाहिँ काठमाडौँमा कहीँ पनि कोठा चाहियो भने च्यानललाई सब्स्क्राइब गरेर आउनु होला। माथिको नि खाली भयो दुईटा कोठा। माथिको दुईटा कोठा कहिले हुन्छ? लुगा सुकाउन जाने ठाउँ देखाउन गइरहेको छु मैले। अथवा माथि घाम ताप्न पनि मिलो। एउटा कोठा चाहिने यहाँ माथि पनि बनाउँदै हुनुहुन्छ। अब यहाँ माथि चाहिँ बनेपछि भाडा लगाउने हो। अझै बनिसकेको छैन। अब यहाँबाट ट्याक्क हिँड्न मिल्ने हो कि होइन? यहाँ लुगा सुकाउने ठाउँ पनि राम्रो छ। यो टिकाथली सोफा कारखाना नि रह्यो। एउटा कोठा भाडा 5000 मा। चाहिनेले सेवामाण्डु.नेपाल.com। हाम्रो अफिस ग्वारखु चोक सार्वजनिक शौचालय सँगै सेवामाण्डु प्राली भन्ने हो। याद गर्नु होला। सेवामाण्डु.नेपाल.com भन्ने CRM सिस्टमबाट काम गर्छ। त्यसैले तपाईहरु हाम्रै अफिसमा आउनु होला। हाम्रो अफिस कलंकी ट्रेड सेन्टरमा र ग्वारखु चोकमा रहेको छ। धन्यवाद।